साथीहरू, एउटा प्रश्न सोध्छु। के तपाईँलाई यस्तो लाग्छ कि तपाईँ धेरै मेहनत गर्नुहुन्छ तर पनि तपाईँले पाउनु जस्तो नतिजा पाउनुहुन्न? के तपाईँलाई यस्तो लाग्छ कि तपाईँका साथीहरू, तपाईँका क्लासमेट तपाईँभन्दा अगाडि बढिरहेछन् र तपाईँ भने त्यहीँ अड्किराख्नु भएको छ? चाहे तपाईँको उनीभन्दा बढी प्रगतिशील नै किन नहुनुहोस्। र कहिले यस्तो महसुस भएको छ कि तपाईँको जीवन रोकिएको छ, मानव कुनै उद्देश्य प्रकारले तपाईँको अगाडि बढ्न दिइरहेको छैन? यदि तीमध्ये कुनै एक प्रश्न पनि तपाईँको जीवनसँग मिल्ने छ भने याद राख्नुहोस्, यो भिडियो तपाईँको जीवनका लागि एउटा रामबाण औषधि हो। किनकि साँचो कुरा के हो भने तपाईँको जीवनमा मेहनतको र सफलताको कसरी गर्ने भन्ने यस भिडियोमा हामीले डिस्कस गरेको छु। र हाम्रो चाहिँ आजको उद्देश्य नै त्यही हो कि तपाईँको जीवन के हो, तपाईँको गोल के हो, त्यसको हामी आँखा खुलाउने काम गर्छौँ। र हामी कुनै कमी छैन, कमी भने सही दिशाको, सही प्रणालीको र सही नियमहरूको हो। र आज विषय पनि यही हो, लभ अफ सक्सेस। त्यो विषय जसले तपाईँको सपना र तपाईँको वास्तविक बीच उभिएको सबैभन्दा ठुलो पर्खाल भत्काउन सक्छ। किनकि सफलता कुनै भाग्यको खेल होइन, यो एक विषय हो, एक प्रणाली हो, एक उद्देश्य मसिन हो। र जसको हातमा यो मेसिन लाग्छ त्यो संसारको सबैभन्दा ठुलो व्यक्ति बन्छ। अब ढिलो नगरिकन हामी भिडियो स्टार्ट गर्छौँ। तपाईँ ध्यान दिएर सुन्नु र आफ्नो जीवनमा लागू गर्नु, तपाईँको जीवन बदलिनेछ। सफलताको नियम भनेको निरन्तर प्रयास हो, अनुशासन आजको अभ्यास हो, सफलता भोलिको परिणाम हो। जसमा विश्वास गर्छौ त्यही बन्छौ। सफलता भाग्यले होइन, मेहनतले बनाउँछ। असफलता अन्त्य होइन, सफलतासम्मको पाठ हो। लगनशील नै सफलताको साँचो हो। सोच बदल, कर्म बदल, सफलता आफै बदलिन्छन्। मेरो सफलता मेरो सोच र मेहनतमा निर्भर पर्छ। मेरो अनुशासन नै मेरो सफलताको नियम हो। म निरन्तर प्रयास गर्छु, त्यसैले म सफल हुन्छु। मेरो असफलता मेरो सिकाइ हो, हार होइन। मेरो आजको सङ्घर्ष नै मेरो भोलिको सफलता हो। मेरो लक्ष्य स्पष्ट छ, त्यसैले मेरो बाटो पनि स्पष्ट छ। मेरो मेहनत कहिले खेर जाँदैन। मेरो आजको सानो प्रयास नै ठुलो सफलताको आधार हो। मेरो सोच सकारात्मक छ, त्यसैले मेरो भविष्य उज्जवल छ। मेरो धैर्य नै मेरो सबैभन्दा ठुलो शक्ति हो। मेरो सफलताको मलाई अझ बलियो बनाउँछ। मेरो निरन्तर नै मेरो जित हो। मेरो सपना ठुलो छ, त्यसैले मेरो सङ्घर्ष पनि ठुलो छ। मेरो आत्मविश्वास नै मेरो सफलताको नियम हो। मेरो कर्म र विश्वास मिल्दा सफलता निश्चित हुन्छ। यो भिडियो तपाईँलाई मन परेमा लाइक, कमेन्ट, सब्सक्राइब गर्नुहोस्। मेरो हरेक दिनको प्रयास मलाई सफलतासँग नतिजा ल्याउँछ। मेरो ध्यान लक्ष्यमा छ, वाहनमा होइन। मेरो समय अमूल्य छ, म यसलाई सही दिशामा प्रयोग गर्छु। मेरो सोच ठुलो छ, त्यसैले मेरो परिणाम पनि ठुलो हुन्छ। मेरो सङ्घर्ष अस्थायी हो, मेरो सफलता अस्थायी हुनेछ। मेरो सङ्घर्ष र मेहनत कहिल्यै हार्दैन। मेरो आत्मविश्वास नै मेरो भाग्य हो। मेरो असफलता मलाई रोक्दैन, मलाई सिकाउँछ। मेरो आजको काम नै मेरो भोलिको पहिचान हो।
मेरो विश्वास बलियो छ, त्यसैले मेरो यात्रा सफल छ। र भिडियो मन परेमा लाइक, कमेन्ट, सब्सक्राइब गर्नुहोस्, सेयर गर्नुहोस्। हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।